हेलो गाइज, गुड इभिनिङ। अहिले यता म अनि डाक्टर दीपक पुन चाहिँ यता हाम्रो एमबिसी नास्ता घर भनेर घोङ्गे हाउस भन्छन् खास। यहाँ चाहिँ घोङ्गे पाइँदो रहेछ। घोङ्गेलाई मिठो फ्राई गरेर यहाँ पाउँदो रहेछ खाजामा। हाम्रो डाक्टर दीपक पुन यहाँ आफ्टर लङ टाइम होइन बिरामी भएर अहिले चाहिँ होस् सन्चो भएको छ। यस्तो छ तपाईँको यता हेर्न सक्नुहुन्छ। यो भनेको तपाईँ कहाँ छ भने ठ्याक्कै हाम्रो कुन ठाउँ हो त यो चाहिँ? माता मन्दिरतिर। डाक्टर दीपक पुन तपाईँले कस्तो फिल हुँदैछ अहिले चाहिँ? रुगाको कि सन्चो भएर अलिकता? ठिकै छ। कतिको गाह्रो भयो तपाईँले रुगा खोकीले त नि? गाह्रै भयो। लगाइ सो अब हेरौँ हाम्रो घोङ्गे अब खाजामा कस्तो पाउँदो रहेछ। चिकन ग्रेभी ठिकै छ। एमबिसी नास्ता घरको यस्तो छ। बस्ने ठाउँहरू यस्तो छ मजाले। हाम्रो घोङ्गे खाने डाक्टर साहब इज वेटिङ फर घोङ्गे and enjoying their view. भन्दै दीपक दाईको नयाँ बाइक। फाइनली गाइस हाम्रो घोङ्गे भन्ने आइसकेर छ। हेर्न सक्नुहुन्छ तपाईँहरू कस्तो छ। बसन्तमा फुलेको तिमी एक सुन्दर बगैँचा। हेलो गाइस, सो हामी यता घोङ्गे खाने स्टार्ट गरिसकेको छौँ। कसरी खानु भनेपछि घोङ्गे चाहिँ हाम्रो टक्क यस्तो हातले खानुपर्ने हुन्छ। चम्चाले खाएर हुँदैन भन्दै यसलाई टक्क यस्तो राख्ने। पछाडिको यो दुईपट्टि यता पनि ओपनिङ हुन्छ, यता पनि ओपनिङ हुन्छ। पछाडिको चाहिँ टक्क च्यापेर सुरुकेर झ्याप्पै निकाल्दै खानुपर्ने हुन्छ भित्रको मासु चाहिँ। म तपाईँले जित्छु होला दाइ। हाम्रो डाक्टर दीपक पुन घोङ्गे खान सुरु गरिसक्नुहुन्छ गाइस। हेर्नुहोस् दीपक दाइ कस्तो लागिरहेछ तपाईँले घोङ्गे? फर्स्ट टाइम खानु भएको कि पहिला नि खानु भएको छ? सेकेन्ड टाइम। मिठो लाग्दैछ होइन? त्यसलाई अहिले बिरामी भएपछि केही टेस्ट अहिले आएको छ कि छैन त्यसमा? मिठो छ। यहाँ हाम्रो स्वास्थ्यको लागि चाहिँ कतिको राम्रो छ दाइ? राम्रो हो ल गाइजहरू। हाम्रो डाक्टर दीपक पुनको प्रतिक्रिया सुनिसक्नुभयो। घोङ्गे भनेको मिठो हुन्छ स्वास्थ्यको लागि, त्यही भएर हामीले पनि खानुपर्छ होइन? ल अब सघाउनु पऱ्यो दाइ छिटो ल। सो गाइज आजको हाम्रो घोङ्गे पार्टी चाहिँ सक्यो। कस्तो लाग्यो दाइ तपाईँलाई घोङ्गे चाहिँ? दाइ कस्तो लाग्यो तपाईँलाई? मिठो छ। घोङ्गे पनि मिठो छ। यताको वेदर पनि कस्तो कुल छ होइन? आज कस्तो गर्मी मौसममा चाहिँ घोङ्गे खाइयो गाइजहरू। सो आज घोङ्गे पार्टी चाहिँ सक्यो। धन्यवाद। घोङ्गे स्टेसन भनेको एमबिसी नास्ता घर। अब हामी लाग्यौँ घरतिर। थ्याङ्क यू।